कुनै पनि व्यवस्था अब हाम्रै पञ्चायत व्यवस्था पनि अब हुन त त्यसमा फेरि लामो कुरो होला यहाँ कुनै पनि व्यवस्था अहिले पनि नेपालमा अहिले देखिँदाखेरि यो लोकतन्त्रको व्यवस्था कुहिँदाखेरि माथिको एलिटहरू नै कुहिया हुन्छन् क्या होइन त्यो एलिट्स नो लङ्गर इन्सपायर दे आर सिन एज अब्जेक्ट्स अफ एट बेस्ट रिडिक्युल एट वर्स्ट डिस्गस्ट होइन त यो अहिले हामी देखिरहेछौँ अहिले वेस्टर्न वर्ल्डमा एन्ड दिस इज भेरी सिरियस किनभने दिस कभर्स द होल वर्ल्ड नि अहिले होइन नेपालको चाहिँ नि लोकतन्त्र या पञ्चायत बिग्रिनु भने एउटा कुरा होइन यता चाहिँ त बिग्रिनु भने त इट हेज ग्लोबल इम्प्लिकेसन्स होइन अब कुरा आयो नि एब्स्टिन फाइल्समा चाहिँ नि त्यहाँ नेपालको पनि नाम आएको छ मैले हेरेँ एक दुईवटा चाहिँ मैले पनि हेरेँ के रहेछ भन्दा आई डोन्ट नो दिज पिपल कि तर यो त कस्तो हो भने यिनीहरू चाहिँ नि यहाँ अर्फनेजहरूमा चाहिँ सपोर्ट गर्न आएको यताउता भन्यो अब यसले गर्दाखेरि के भइदियो अब भने नेपालका एभ्री अर्फनेज एन्ड पिपल हु डिल विथ दिस थिङ्स हेर्दाखेरि त नोबल कुरा हो नि बिचरा अर्फनहरूलाई चाहिँ नि यसले के टेक केयर गर्छ भने तर आर दे चाइल्ड ट्राफिकिङ भन्ने त यहाँ त अब त ठुलो क्वेसन मार्क त आयो अगाडि अब